हेलो गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग। साथीहरू होइन, साथीहरू भने गाइजहरू भन्नु पनि एउटै होइन। त्यही पनि मलाई आज कस्तो अल्छी अल्छी लागिरहेको थियो। त्यही अल्छी लागे पनि बोर पनि लागिरहेको थियो। एक्लै फेरि के गर्ने भनेर मोबाइल चलाउन नि त्यस्तो मन लाग्दैन। त्यही भएर चाहिँ मैले एउटा बहिनी भिडियो बनाउन त भनेर चाहिँ भिडियो बनाउन थालेको है गाइज। धेरै राम्रो छैन यो भिडियो, यस्तो एक्कासी बोलिरहेको छु, फातर गरिरहेको छु मात्रै। अलिअलि राम्रो मात्रै छ होला, सायद हुन्छ होला सायद। भिडियो चाहिँ गाइस माइन्ड नगरिदिनु होला है। कस्तो टाउको पनि दुखिरहेको छ। ल गाइस, के भन्नु थालेको थिएँ, हाम्रो आजको भ्यू कस्तो दामी देखिरहेको थियो। बादल खै देखिँदैन, देखिरहेको छ, राम्रो देखिरहेको छ होइन गाइस। यत्तिकै भएपछि जति पनि भइहाल्छ नि होइन। ठिक छ, यत्तिकै भयो भने ठिक छ गाइस। आफू चाहिँ कस्तो निद्रा पनि लागिरहेको छ कि आज म चाहिँ बिहानमा चाँडै उठेर कम्प्युटर क्लास जानुपर्छ नि त। त्यही भएर चाहिँ गाइस कस्तो अल्छी पनि लागिरहेको छ। केही छैन, अल्छी त लागिहाल्छ नि, मान्छेलाई अल्छी नलागेकोलाई लाग्छ होइन। अनि म चाहिँ बाख्रा चढ्न आएको गाइस। मेरो बाख्रा चाहिँ यता तलतिर छ नि, यता तलतिर छ नि त। म चाहिँ यत्ति ढुङ्गामाथि बसिरहेको गाइस। के गर्ने चलन छैन। बाख्रा चढ्न आएपछि अब खेल्ने गर्ने चिज भएन। अब यत्रो बुढाबुढी भएर नि के खेल्ने होइन गाइस। त्यही भएर चाहिँ टक्क यसरी बसौँ न त। त्यो भ्यू देखिन्छ, टक्क हाम्रो गाउँ देखिन्छ, नेवार टोला भन्ने ठाउँ देखिन्छ। हाम्रो डेभिल गुरुले चाहिँ भन्नुहुन्थ्यो कि नेवार पानी, हाम्रो चाहिँ नेवार टोला हो कि टोल, नेवार टोल, चाहिँ नेवार टोल है गाइस। हाम्रो चाहिँ गाइस गाउँमा कोही पनि हुनुहुन्न के, न दाई दिदीहरू त अब सबै जानुभयो। महेश दाई पनि हुनुहुन्न, आशी दाई पनि हुनुहुन्न। सबैजना चाहिँ अहिले कोही बुटोल काठमाडौँ, कोही कहाँ जानुभयो, कोही विदेशतिर जानुभयो, कोही पढ्नलाई गएछन्। त्यही भएर छैनन् गाउँमा चाहिँ केटाकेटी भनेको चाहिँ मेरो भाइ र म मात्रै हो के। केटाकेटी भने हामी दुईजना मात्रै छौँ, धेरै चाहिँ छैनन्। भएको अनि माथिको एउटा भाइ मात्रै छ माथि। त्यही पनि ऊ पनि जत्तिसक्यो कि मोबाइलमा झुन्डेर आउँदैन तलतिर पनि। अस्ति आएको थियो, त्यहाँदेखि आएको छैन। अब यहाँ इबी दाइ हुनुहुन्छ। त्यही भयो कुरो चाहिँ। मेरो बाख्राहरू चाहिँ यही दिहन्। के गर्नु, कस्तो यति के भन्ने होला गाइस। अब धेरै के बोल्न जानेको छैन, त्यही भएर अब के कुरा गर्ने। हाम्रो चाहिँ मेरो ठुलो बाबाको चाहिँ वर्ष दिन आएको छ होइन गाइस। त्यति बेला चाहिँ सायद केटाकेटीहरू पनि, मतलब दाइ दिदीहरू, मेरो साथीहरू पनि धेरै जसो हुन्छ। मेरो चाहिँ मसँग सँगै पढ्ने साथी, मेरो बच्चैदेखिको साथी चाहिँ एउटी चाहिँ विपना श्रेष्ठ भन्ने हुन्। उनको चाहिँ मम्मी बिरामी हुनुहुन्थ्यो। अनि मतलब हेराउने टाइपको हुन्छ नि त, मतलब कालीमाता उत्रिनु भएको छ। त्यही भएर चाहिँ उहाँ चाहिँ माइती घर बस्नु भएको छ। दुईजना चाहिँ छैनन्, विपिन पनि छैन, विपना चाहिँ छैनन्। विपनाले पनि एसी दिएर अहिले कम्प्युटर सिक्नलाई बजार बसेको छ। मैले चाहिँ हाम्रो चाहिँ स्कुलमा चाहिँ फ्रीमा सिकाइरहेको छु। हामीलाई चाहिँ स्कुलमा चाहिँ सिक्न मिलिरहेको छ। हामीले स्कुलमा चाहिँ सिकेर छौँ। अनि उसको भाइले चाहिँ 10 क्लासमा पढ्छ अहिले। उसको चाहिँ स्कुल चालु छ। मेरो भाइको पनि अहिले 7 क्लासमा पढ्छ। मेरो भाइको पनि स्कुल चालु छ। अनि अर्को चाहिँ सङ्गम श्रेष्ठ भन्ने छ। सङ्गम श्रेष्ठ चाहिँ मेरो दाइ हो। अनि त्यसपछिबाट उसको भाइ पनि छ। उसको भाइ 8 क्लासमा पढ्छ, उसले चाहिँ अहिले 10मा पढ्छ। सङ्गमले चाहिँ अहिले चाहिँ उसले एसी दिने हो। दिनलाई चाहिँ हामीसित सँगै दिने हो एसी चाहिँ, तर बोर्डिङबाट पढेर आएको भएर हो क्या। 9 क्लासमा पढाएको थियो अरे, भर्ना 8 क्लासमा गयो, हामी 9 क्लासमा गयो। त्यही हो, के गर्नु। अनि त्यसपछि अर्को चाहिँ वर्षा श्रेष्ठ र परविन श्रेष्ठ भन्ने थिए। वर्षा श्रेष्ठले चाहिँ अहिले मसँगै एसी दिए। अनि उसको भाइले चाहिँ अहिले 5, 6मा कतिमा पढ्छ है। मभन्दा त कति जेठी हो, दिदी हो है, मेरो तता हो। अनि ऊ पनि आउँछ होला। अनि बिन्दु तता हुनुहुन्छ, विकास दाइ हुनुहुन्छ, उहाँहरू पनि आउनुहुन्छ होला सायद भनौँ है। त्यो आउनुहुन्छ भन्ने ग्यारेन्टी चाहिँ छैन, सायद चाहिँ छ, सायद आउनुहुन्छ होला भन्ने आश छ।
अब सिसुकाका दुई बहिना छन्, उनीहरू पनि आउँछन्। बिमल दाइ आउनुहुन्छ, रमाइलो हुन्छ। जस वर्षको दिन भए पनि रमाइलो हुन्छ। अब धेरै दिनको लागि त नभए पनि लगभग 2-3 दिनको लागि भए पनि आउँछन्। 20 गते चाहिँ वर्ष दिन छ, लगभग 15 गते, आज 12 गते भइहाल्यो होइन गाइस। 12 गते हो कि 13 गते हो कि सायद 12 गते नै होला के, 12 गते भइहाल्यो। अब चाहिँ 8 दिन छन् है गाइस, मतलब 8 दिन है 7 दिन छन् है, 7 दिन छन् लगभग। अब दिन 4मा आउँछन्। अबको 3 दिनपछि आउँछन्। 4-5 दिनको लागि मान्छे 3 दिनपछि त आउनु भयो नि होइन, 3 दिनपछि आउँछन्। ठिक छ, उनीहरूको कुरा त पछि गरौँला। उनीहरूसँग चाहिँ मैले तपाईँलाई पछि भेटाउँछु होइन गाइस, मतलब पछि मतलब अर्को ब्लगमा चाहिँ भेटाउँछु तिनीहरूलाई, हजुरसँग अर्को ब्लगमा भेटाउँछु है त गाइस। यति भयो आजको ब्लग चाहिँ साथीहरू होइन, धेरै लामो पनि छैन, थोरै 6 मिनट 5-6 मिनटसम्मको ब्लग बनाएँ मैले। त्यति चाहिँ ब्लग भयो, यति भए पनि ब्लग भयो गाइस। म खुसी छु। अल्छी लागेको भएर हो गाइस यति बनाएको चाहिँ। अल्छी नलागेको भए चाहिँ मैले अलि भए पनि बनाउँथेँ है गाइस ब्लग चाहिँ, टक्क पारामा। म मान्छे अलि अचम्मको छु के, त्यही भएर गाइस। इफेक्ट लाएर बनाएको त आमा खोइ साह्रो इफेक्ट आएको है आमा है, त्यस्तो ख्याल गरेको थिएन कि है मैले, यत्रो इफेक्ट आएको रहेछ कि केही छैन। मान्छे चाहिँ राम्रै छु कि म होइन गाइस। ल गाइस, ब्लग चाहिँ यति भयो। मन परे लाइक कमेन्ट सेयर गरिदिनु होला गाइस। र अनि अर्को ब्लग पनि आउँदैछ र तपाईँ इन्जोय गर्नु होला यो ब्लग हेरेर राम्रोसित। त्यति त अब रमाइलो गर्ने चिज त त्यस्तो केही छैन होइन गाइस, अलिअलि त्यही पनि रमाइलो त भइहाल्छ नि। आजको ब्लग चाहिँ त्यति रमाइलो छैन गाइस, मैले मेरो कुरामा त सेयर गरेको होइन, त्यही भएर चाहिँ त्यस्तो रमाइलो चाहिँ ब्लग छैन। मैले त्यही पनि यसो बनाएको के। ल यति भयो चाहिँ गाइस ब्लग चाहिँ। अब फेरि अर्को ब्लगमा भेटौँला। सी यू, बाइ बाइ।